सम्पूर्ण मेरो किसान साथीहरूलाई सुजन गिरी ब्लग्समा स्वागत छ। आज चाहिँ म धेरै दिनको ग्याप पछाडि चाहिँ तपाईँहरूमा चाहिँ भिडियो लिएर आएँ हैन। आज विशेष गरेर मैले किन यो धेरै ग्याप भन्ने कतिपय साथीहरूलाई त 3-4 आज त लगभग 5 दिनको दिन मात्रै भिडियो आउँदैछ भन्ने चाहिँ धेरै साथीहरूको खुल्दुली पनि भयो होला, किन ग्याप भयो लामो ग्याप भन्नु। साथीहरू अहिले चाहिँ म यो भनौँ न 4-5 दिनको चाहिँ यो जुन एक प्रकारको ग्याप छ यसमा चाहिँ म विशेष गरेर बङ्गुरको मार्केट के कस्तो छ भन्ने चाहिँ पश्चिमदेखि लिएर पूर्वदेखि लिएर पश्चिम सबै कुरामा चाहिँ म एक प्रकारको भनौँ न अहिले कस्तो बङ्गुरको माग कस्तो छ अनि बजारमा कस्तो खालको बङ्गुरको माग छ र किसान साथीहरूको कस्तो इच्छुक छ, कस्तो चाहना छ भन्ने बारेमा चाहिँ आज यसपालि म 3-4 दिन लाएर धेरै साथीहरूसँग बुझेँ, धेरै साथीहरूको मलाई भेटेँ र धेरै साथीहरूसँग चाहिँ भनौँ धेरै फर्मको साथीहरूसँग गफ हुँदाखेरि र भेट्दा चाहिँ एउटा निष्कर्षमा चाहिँ म के पुगेँ भनेदेखि साथीहरू अहिले बजारमा माग पहिलेको तुलनामा नभए तापनि तर बजारमा चाहिँ यस्तो चिजको चाहिँ अत्याधिक माग छ। कुन खालको चाहिँ बङ्गुरको माग छ, बङ्गुरको बच्चा अथवा भनौँ न मार्केटको किसानहरूको चाहना चाहिँ कस्तो छ भन्नुहुन्छ भनेदेखि एकदमै हाई क्वालिटीको बच्चाहरू जसको चाहिँ ग्रोथ एकदमै राम्ररी आउने हैन, राम्रो ग्रोथ। अनि फेरि कस्तो जाने एउटा व्यवसाय कस्तो हुँदो रहेछ भनेदेखि यो चाहिँ एक तरिकाले राम्रो खालको बच्चा लगिसकेपछि चाहिँ राम्रो ग्रोथ आयो अनि त्यसमा चाहिँ भनौँ न एक प्रकारको जुन बच्चाको ग्रोथ राम्रो आयो, मरिदिएन अनि सोचे भन्दा राम्रो भ्याक्सिनेसनहरू कम्प्लिट भएको त्यसलाई बच्चैदेखि र व्यावसायिक फर्महरूको अथवा भनौँ न लार्ज स्केलमा जुन साथीहरूले पाल्नुभएको छ म्याक्सिमम अहिले किसान साथीहरू चाहिँ त्यस्तोमा ठोकिन चाहनुहुन्छ। त्यो चाहिँ किन भन्दाखेरि उहाँहरूको एकदमै प्लस पोइन्ट हो, एकदमै राम्रो चाहिँ एक हिसाबले भन्नुपर्दा एकदमै राम्रो उहाँहरूको जुन माइन्ड मेकअप छ त्यो एकदमै राम्रो गर्नुभएको छ। कारण के त भन्दाखेरि अलिकति ठुलो फर्मबाट लगेपछि व्यावसायिक फर्म हुन्छ भएपछि चाहिँ त्यसमा पनि पक्कै पनि व्यावसायिक तरिकाले नै तिनीहरूलाई सबै भ्याक्सिनेसनहरूदेखि लिएर होइन इच एन्ड एभ्रिथिङ चाहिँ त्यसलाई कम्प्लिट गरेको हुन्छ भन्ने हिसाबले पनि साथीहरू चाहिँ व्यावसायिक फर्ममा चाहिँ ठोकिन चाहनुभएको चाहिँ मोटामोटी बुझ्यो। र तपाईँहरूलाई पनि मैले चाहिँ के भन्न चाहन्छु भनेदेखि तपाईँको फर्ममा पनि व्यावसायिक फर्म छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ आफ्नो बच्चाको प्रोडक्सन चाहिँ हाई क्वालिटीमा ल्याउनुलाई भ्याक्सिनेसन कम्प्लिटली गर्नु होला है। अनि तपाईँको जुन बच्चामा दिने खालको एक प्रकारको दबाई छन् हेर्दाखेरि त सुन्दाखेरि त खासै इम्पोर्टेन्ट जस्तो लाग्दैन। 3 डोज आइरन, 1 डोज बी कम्प्लेक्स, जुकाको दबाई अनि बेच्नुभन्दा अगाडि चाहिँ आइभरमेक्टिन यस्ता चिजहरूलाई चाहिँ कम्प्लिट गर्नुभयो भनेदेखि चाहिँ तपाईँको बजारमा चाहिँ एक प्रकारको छाप रहन जान्छ होइन। एक प्रकारको चाहिँ तपाईँको पछाडि आएर पनि ग्रोथ एकदमै राम्रो आउँछ बच्चाको। र जसले खरिद गर्नुभएको छ, जसले चाहिँ बङ्गुरको मासुको लागि पाल्नु भएको छ अथवा भनौँ जसले बङ्गुरकोलाई चाहिँ उत्पादनको लागि लानु भएको छ तपाईँको फर्मबाट, उहाँ चाहिँ एकदमै सन्तुष्ट हुनेछ होइन। ताकि तपाईँबाट लगेको रोग लाग्दैन अनि तपाईँको ग्रोथ राम्रो आयो, खाना मजाले खाइदियो अनि तपाईँको बडी वेट एकदमै राम्रो उहाँले दाना कस्तो खालको दिनुहुन्छ दिए अनुसारको सन्तोषजनक भयो भनेदेखि चाहिँ बारम्बार तपाईँसँगै ठोकिने चान्सेस चाहिँ बढी हुन्छ। किनभने अर्कोबाट लग्यो भनेदेखि चाहिँ बायो बिग्रिने हो, बायो राम्रो नआउने हो होइन। त्यस्तो विविध कुराहरूमा चाहिँ टेन्सन लिनुभन्दा चाहिँ उहाँले चाहिँ तपाईँलाई डाइरेक्ट ब्रिफ गरेर तपाईँको प्रोडक्सन राम्रो छ भनेदेखि चाहिँ उहाँले कन्टिन्यू तपाईँसँग व्यापार गर्नुहुन्छ उहाँ यदि व्यावसायिक हो भनेदेखि। त्यसले गर्दाखेरि म चाहिँ सम्पूर्ण किसान साथीहरूलाई के भन्छु भनेदेखि एकदमै बजार एकदमै राम्रो छ। बजारमा एउटा चिज चाहिँ मात्रैको चाहिँ कम्ती छ जसले चाहिँ राम्रो खालको उत्पादन दियोस् बजारमा र गुणस्तरीय बच्चाहरू चाहिँ प्रोडक्सन गर्ने त्यस्तो फर्मबाट चाहिँ उहाँहरूको चाहिँ भनौँ न त्यस्तो फर्महरू चाहिँ अहिलेसम्म कुनै पनि मागलाई चाहिँ उहाँहरूले सायद धान्नै गाह्रो भएको चाहिँ अवस्था देखिन्छ। अहिलेको जुन यो भनौँ न बजारको माग अहिले कतिपय साथीहरूले चाहिँ छैन भन्नुहुन्छ। कसरी छैन भन्नुहुन्छ भनेदेखि जसलाई चाहिँ भ्याक्सिनेसनै गरेको छैन, कुनै व्यवसायिक पाल्न त पालेको छ तर उहाँलाई आइरन के हो होइन त्यस्तो सम्पूर्ण चिजहरूमा चाहिँ जिरो नलेज भएको साथीहरूको चाहिँ व्यवसाय बेच्न अलिकति निकै गाह्रो नै भएको अवस्था छ। किनभनेदेखि एकचोटि त बेच्नुहुन्छ तर उहाँबाट लगिसकेको बच्चा चाहिँ राम्रो ग्रोथ नआइदिएको कारणले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ फेरि पनि बेच्नलाई चाहिँ एकदमै गाह्रो कठिन अवस्थामा चाहिँ मैले देखेको छु त्यस्तो साथीहरूकोमा चाहिँ है, कतिपय साथीहरूकोमा। र फेरि कोही साथीहरूको चाहिँ कस्तो छैन भ्याक्सिनेसन कम्प्लिट गर्नुहुने होइन
अनि आफ्नो भनौँ न ठुलो बङ्गुरलाई, सानो बङ्गुरलाई, बच्चा बङ्गुरलाई सम्पूर्णलाई उमेर अनुसारको भ्याक्सिनेसन, उमेर अनुसारको दबाई चाहिँ दिनुभएको छ। र बच्चा चाहिँ राम्रो छ भनेदेखि त्यस्तो बच्चाहरू चाहिँ बजारमा अति नै माग छ, अति नै खोजी छ। त्यसले गर्दाखेरि तपाईँहरू चाहिँ बेस्ट क्वालिटीतिर लाग्नु होला हैन, आफ्नो बेस्ट क्वालिटीतिर लाग्नु होला, आफ्नो व्यवसायमा चाहिँ अब्बल रहने र बेस्ट प्रडक्ट निकाल्ने कोसिस गर्नु होला, ताकि तपाईँको प्रडक्ट पनि सहजै तरिकाले बिकोस् बजारमा। कुनै पनि प्रकारको चाहिँ तपाईँलाई भनौँ न बिचमा मिडिएटर जस्तो चाहिँ खोजी नपरोस् हैन, तपाईँले आफै नै चाहिँ सहज तरिकाले बेच्न सक्नुहोस् भन्ने चाहिँ मेरो एउटा चाहिँ भनौँ न यो अहिले जुन 3-4 दिनको यो एक प्रकारको भनौँ न सम्पूर्ण साथीहरूसँग कुराकानी भलाकुसारी गर्दाखेरि निष्कर्षको निष्कर्ष चाहिँ तपाईँहरूलाई म सुनाउँदैछु। धेरै साथीहरूसँग मैले कुराकानी गर्दाखेरि यही नै निष्कर्ष निस्क्यो। त्यसले गर्दाखेरि साथीहरू तपाईँ पनि यदि मेरो यो भिडियो हेर्नुहुँदैछ भने पक्कै पनि सेयर गरिदिनु होला, ताकि सम्पूर्ण साथीहरूलाई चाहिँ अहिलेको बजारमा माग कस्तो छ त भन्ने चाहिँ एक प्रकारको आवश्यकता कस्तो छ, किसानहरूले कस्तो खोजिराख्नुपर्छ, बजारमा चाहिँ कस्तो खालको बच्चाको चाहिँ माग छ भन्ने चाहिँ एक प्रकारको उहाँहरूलाई पनि नलेज पुगोस् भन्नलाई चाहिँ म एकदमै सम्पूर्ण साथीहरूलाई सेयर गरिदिनु होला। अनि यस्तै विभिन्न प्रकारको एकदमै जानकारीमूलक, विशेष गरेर बङ्गुर सम्बन्धी जानकारीमूलक भिडियो लिएर आउने नै छु अर्को भिडियोमा पनि है। अब आउने दिनहरूमा पनि एकदमै उपयुक्त बङ्गुर व्यवसाय सम्बन्धी चाहिँ एकदमै उपयुक्त युजफुल तरिकाको भिडियो लिएर आउने छु। तपाईँहरूलाई पनि कुनै जिज्ञासा छ भने पक्कै पनि कमेन्ट मार्फत छोड्नु होला, ताकि तपाईँको जिज्ञासा भनौँ अथवा समस्या भनौँ त्यसको चाहिँ म समाधान गर्ने भरपुर कोसिस गर्नेछु। अहिलेलाई पनि तपाईँलाई कस्तो लाग्यो भिडियो पक्कै पनि कमेन्ट मार्फत छोडिदिनु होला। अहिले थ्याङ्क यू सो मच।